दर्शकबिन अब यतिखेर हामी तपाईहरुलाई यो हाम्रो मुर्रा जातको एकदमै उत्कृष्ट सर्वोत्कृष्ट भनौं न यो खालको त तपाईहरुले मुर्रा त देख्नै भकै थिएन। तपाईहरुले सिङ हेर्नु है, सिङ हेर्नु यी सिङ हेर्नु मुर्राको सिङ। यो चाहिँ के हो त भन्दाखेरि उन्नत जातको मुर्रा पाडो। अनि यो बस्नका लागि एकदम आधुनिक तवरको गोठ। केत्र आधुनिक तेरीमेटक नै पुरानो तवरको गोठ, एकदम परापुरो कालदेखि बाजेको पालाको गोठ हो। अनि त्यसपछि यसको के छ त भन्दाखेरि बिक्रीमा छ। घाँस सबै थोक खान सक्ने, कुँडो खोले त्यसका यसका एक खाने त्यो ड्रम उ गर्ने हेर्ने नै किसानका यहाँ न हात राम राम। यी हातले भात खान सकिन्छ? तपाईहरुको हात यस्ता हुनु भने भात खानुहुन्छ तपाईहरुले? यहाँ हेर्नुस् किसानका। अब यसलाई बेच्नका लागि मैले यसको भाउ दर राखेको छु। अहिलेलाई फिलहाल यसको दर छ रेट 70,000। 70 मा आउँदैन, तर यहाँ पाल्न नसकेर चाहिँ यसलाई बेच्ने भनेको मौसम यो खालको छ। डाँडाकाँडाहरू धुम्म छन्। इस्कुसका बेला अर्थात् इस्कुसका बोटहरू यसरी लत्रेर आइरहेछन् भनेदेखि हेर्नु नै खामा खुट्टी गर्न नपाएर भुइँभरि लट्टिरहेछ। यताको पनि मौसम यस्तो छ, दिन धुम्म छ, पानी झरीले गर्दाखेरि घाँस चोबो बाटो हिलो एकदमै शास्ति छ। अनि अब यतापट्टि बाख्रा पनि छन् मेरा उन्नत जातका बाख्रा त तपाईले देखाकै छैन। अनि खोइ त अनि तपाईले अनि हेर्नु पनि हुन्न खासै। यो बाख्रालाई यस्तो खालको गोठ बनाएको छ बाख्रालाई। यो मौसम माथिको मौसम यस्तो छ, लास्टै आज धुम्म मौसम, बाटो यस्तो छ हिलो, बाख्रा पाठा कराइरहेछन्, प्याएर पुपु गर्छन्, साना पाठाहरू छन् भनेदेखि अब यसरी बारेको छ गोठलाई। यहाँ हेर्नु है, बोका हेर्नुहोस् ल हेर्नुहोस् यहाँ बोका हेर्नुहोस् यहाँ। यो बोको यो भनेको चाहिँ तपाईको तोतापुरी जातमा क्रस गराएको मैले। यो र त्योलाई तोतापुरीमा क्रस गराएको। ठिक छ खै बेटा। ल हेर्नुहोस्, त्यो पनि तोतापुरी। यो भनेको तपाईको बारबेरी जातसँग क्रस गराएको पाठी हो। यो चाहिँ त्यो चाहिँ अब उसँग खरी होइन, के पो जात भन्थ्यो हौ, कस्तो बिर्सेँ हौ, जमुना पारीसँग क्रस गराएको। यो माउ, त्यहाँ पनि माउ छ। त्यो परको चाहिँ बोकै छ, एउटा ठुलो बोको छ, जेन्जी बोको। त्यो भइहाल्यो। यहाँ भनेको यतापट्टि भनेको उन्नत जातका छन्। अन्त मौसम यस्तो छ, मकैहरू यसरी चाहिँ अब धान चमराले फुलिसकेका छन् भनेदेखि यताको मौसम यस्तो छ, गोठको हालत यस्तो छ। यो भनेको चाहिँ घाँस राख्नको लागि मताङ बनाइहाल्यो। यसरी मलखातलाई यसरी व्यवस्थित गरिन्छ भने बाख्राहरूलाई अहिले बारीको एक लट घाँस हालेको छ, अर्को लटमा चाहिँ डाले घाँसहरू यसलाई हाल्ने हो। पाठाहरू यस्ता छन्, कान यस्तो राम्रो गरेका छन्। यहाँ आइज त, यहाँ आइज न, ओइ यता आइज न मुला। अहिले अलि लुते टाइपका भइरहेछन्। अब यो समय पनि अलिकति पानी झरीको समय भएको कारणले अलि लुते हुन् कि जस्तो। यो चाहिँ के छ यहाँ, कतिको गट्टा दाना लागेन नि इस्कुस त कतिपय ठाउँमा चाहिँ करेला पनि भन्दो रहेछ यसलाई। हाम्रोतिर चाहिँ करेला अर्कै हुन्छ, चुच्चे करेला भन्ने। कतिपय ठाउँमा चाहिँ यसलाई इस्कुसलाई करेला पनि भन्ने रहेछ। यसका मुन्टाहरू तपाईँको मजालेसँगले चाहिँ सब्जी बनाएर ग्रहण गर्नुभयो भने चाहिँ तपाईँको आँखामा तेज आउने गर्दछ भनेदेखि यो चाहिँ भनेको मेरो मुर्रा। यसको माउ थियो, अब्बर राम्रो थियो, ठुलो थियो। त्यसलाई मैले सल्टाइदिइसकेँ। 1,91,000 मा यसको माउ पाडा। काग कोखै भनौँ न अहिलेलाई, तपाईँहरूले बुझ्ने भाषामा भन्दाखेरि काग कोखै उडाएको हुनाले अब यो मात्रै एक्लै भयो। घाँस पनि त्यति खाँदैन। आमाका तिर्सनाले होला, आमाका यादले होला, निराश भएर बसिरहेछ, कराई मात्रै रहन्छ। यसलाई पनि सल्टिएर यो थलोमा चाहिँ मैले फेरि इन्डियाबाट एउटा भैँसी ल्याएर पाल्ने निधो गरिरहेको छु। किसानको दुःख, किसानको कष्ट, पीडा मार्का तपाईँले के बुझ्नुहुन्छ? यहाँ पानी छ यतापट्टि, यिनीहरूमा चाहिँ मेरो यहाँ खोले हाल्ने काम हुन्छ। अब यता उँधो सबै यो यहाँभन्दा स्वाथी उँधोपट्टि चाहिँ सबै बारी छ मेरो, मकै छ, त्यहाँ घाँस खेती छ।
ढुस घाँस, नेपियर, सुपर नेपियर, C3 E3 के भन्ने घाँसहरू यो प्राविधिकले दिएको घाँसहरू रोपेर छु। त्यहाँ किवी फललाई त्यहाँ ल्याएर रोपेर छु भनेदेखि यतापट्टि सबै यो बारीतिर विभिन्न किसिमका चाहिँ खाने फलफुल आइटमका रुखहरू छन्। त्यहाँनिर स्याउ छ, त्यो स्याउ हो। त्यहाँनिर आल्चा छ, त्यसलाई भनेको चाहिँ त्यसलाई एभोकाडो रोपेर छु। त्यहाँ किवी रोपेर छु। यतापट्टि अरू छन्। यहाँ बैंस रोपेर छु। बैंस पनि घाँस हुन्छ भनेर। ठुलो भनेको यो ठुलो रुख भनेको आरुपाते भइहाल्यो, त्यो विषादीको घाँस हो, काठका लागि रोपेको। भनेदेखि यतापट्टि चाँपहरू एवं रीतिले अगडम बगडम रोपेर गरेको छु। भनेदेखि यस्तै छ। हाम्रो भिडियो कहाँबाट हेर्दै हुनुहुन्छ कृपया तपाईँहरूले पनि यो खालका कन्टेन्टहरू क्रिएट गरेर चाहिँ च्याट्टसँगले अपलोड गर्नुभयो भनेदेखि किसानहरू खुसी हुनुहुन्छ है। किसानहरू अरूको लागि सहरमा बसेर तपाईँको के छ त भन्दाखेरि आनन्दसँगले गद्दामा माथि बसेर सोफामाथि बसेर तपाईँको चाहिँ एकदम फर्मवाला चाहिँ कुर्सीमा बसेर हाम्रा भिडियोहरू हेर्दाखेरि तपाईँलाई हामी पाखे लाग्न सक्छ, एकदमै किसान लाग्न सक्छ, अनपढ लाग्न सक्छ। तर किसान के हो त भन्दाखेरि किसान भनेको एउटा चाहिँ मान्छेहरूको सारथी हो, बचाउने आधार हो। कसैलाई हामीले चाहिँ चट्टसँगले खानाको चाहिँ विभिन्न किसिमका प्रोडक्टहरू उत्पादन गरेर हामीले यहाँबाट पठाइरहेका छौँ। ती चाहिँ किसानहरूको चाहिँ दुःख पसिना वेदना हो। हामीले हिजै मात्र यहाँ माथिबाट आलु 100 बोरा आलु चाहिँ पठाइसकेका छौँ। त्यो कसलाई त भन्दाखेरि त्यो तपाईँहरूका लागि पठाएको हो। त्यही भएर चाहिँ तपाईँहरूले पनि हाम्रो पीडा मार्का वेदनालाई चाहिँ सम्बोधन गर्दै एक लाइक गर्न नबिर्सनु होला। यदि तपाईँहरूलाई अब आउँदै गरेको विजय दसैँमा अर्थात् तिहारमा बोका खसी चाहिन्छ भने तपाईँले हामीसँग सम्पर्क गर्नु होला। अहिले भने चाहिँ बोका सङ्ख्या मात्रै छन् मेरो यहाँ 15वटा बोका सङ्ख्या छन्। 15वटा बोका सङ्ख्यामा यी साना बोका सङ्ख्याहरू यहीँ छन् भनेदेखि ब्याउन लागेको बाख्राहरू यतापट्टि छन्, दुध खुवाउने बाख्राहरू यहाँ छन्। ब्याउन अब लगभग आँटेका भनेको यतापट्टि छुट्याएर एकदम कलेक्सन गरेर छुट्याएर राखेका छन् पारेर। भनेदेखि अरू थाराहरू चाहिँ त्यो माथि जङ्गलमा चर्न गएका छन्। कुनै यहाँनिर चर्दैछन् यी साना। अनि अलि पछि चाहिँ यहाँ बाँधेको हुन्छ दिउँसोखेरि। अनि त्यस पछाडि चर्न जाने भनेको उभै हो। ल तपाईँहरूलाई त्यस्तो केही चाहियो भने चाहिँ भन्नु होला। यो चाहिँ ब्याउन आँटेर चाहिँ केही दिन पछाडि ब्याउने भएकोले यसलाई चाहिँ यहाँ छुट्टिएर राखेको छ, किनभने यो चाहिँ हाम्रो लेबर रुम हो। अनि त्यस पछाडि यहाँ चाहिँ के त भन्दाखेरि दुध खुवाउने आमाहरू यहाँ बस्छन्, अनि प्रेग्नेन्ट मदरहरू चाहिँ त्यहाँ बस्छन्। भनेदेखि त्यसको चाहिँ ठ्याक्कै बगलवाले उपरकै चाहिँ कोठामा चाहिँ हाम्रो बिउको बोको बस्छ। यस्तै छ गाउँठाउँ, यस्तै छ। माथिहरू छरिएर बसेका घरहरू छन्। यता यो पाटामा नि घरहरू छरिएर बसेका छन्। भनेदेखि घरहरू टाढा भए पनि मनहरू नजिक चाहिँ हुन्छ गाउँठाउँमा। पर्म मर्दा पर्दा जिउँदाको जन्ती मर्दाको मलामी भन्ने यो हाम्रो उखान पुरानो भनाइ बुढापाकाहरूको चाहिँ एउटा मुक्त कण्ठबाट माधुर्यतापूर्ण चाहिँ बोलेका भनाइहरू चाहिँ गाउँठाउँमा चाहिँ लागु हुन्छ। आज चाहिँ भने अब म यो बाख्राको खोरलाई यसलाई चाहिँ चक्क सोरेर फेरि यिनीहरूलाई पत्कर हाल्ने। हाम्रो यतातिर पत्कर हाल्ने चलन छ। कतिपय ठाउँमा चाहिँ सिमेन्टेड खोरहरू बनाएको हुन्छ। त्यसो गर्दाखेरि चाहिँ बाख्राहरूलाई सहज चाहिँ हुने रहेछ। तर बाख्राहरू रमाउने भनेको चाहिँ यस्तैमा, किनभने चिसो ठाउँ छ, त्यो भएको कारणले। अनि अब म छिर्छु है त। छिरेँ। अब हेर्नुहोस् है बोकाहरू। यी चाहिँ जुम्लिया दाजुभाइ, यो चाहिँ भाइ हो। यो चाहिँ भाइ हो, यो चाहिँ दाजु हो। दाजुभाइ छन् यहाँ। यिनीहरूको चाहिँ खै फुल देखाएन लजायो। फुल देखाउनु लजायो। यो पनि बोको। यो चाहिँ भनेको हाम्रो ऊ जातसँग क्रस गराएकै। अनि यो पनि बोक्कै हो। यो पनि बोक्कै हो। यसका कान हेर्नु न, कान हेर्नुहोस्। यस्तै छ साथीभाइहरू। अब आउँदो श्रृङ्खलामा हामी तपाईँहरूलाई यस्तै रोचक र नौला कन्टेन्टहरू देखाउनेछौँ। त्यतिन्जेलका लागि म कार्की विनोदसहित हाम्रो समस्त टिम बिदा माग्छौँ। तपाईँको दिन शुभ रहोस्। हस्त नमस्कार। हामीले गाउँठाउँका अर्ग्यानिक चिजहरूलाई, अर्ग्यानिक कुराहरूलाई, तपाईँहरूले देखिरहेको कुराहरूलाई पनि डिफ्रेन्ट तरिकाले चाहिँ देखाउने प्रयत्न गरेका छौँ। डिफ्रेन्ट चाहिँ तरिकाले प्रस्तुत गर्ने जमर्को गरेका छौँ। हामीले
हाल्दै गरेका यस्ता खालका भिडियो कन्टेन्टहरू तपाईँहरूको मोबाइलसम्म आइपुग्दाखेरि तपाईँहरूलाई कस्तो लाग्छ? किनभने गाउँबाट हुनुहुन्छ भने गाउँको पीर मार्का वेदना तपाईँहरूको नि बुबा आमादेखि लिएर पुस्ताहरूको पीर व्यथा यस्तै थियो भन्ने तपाईँहरूले बुझिहाल्नुहुन्छ। यदि सहरमा बस्नु भएको छ, सहरमै जन्मिनु भयो, सहरमै हुर्किनु भयो भने गाउँको कल्चर रीतिरिवाज, गाउँमा परम्परा कस्तो छ, कसरी खेतीपाती गरिन्छ, कसरी पशु पक्षी पालिन्छ, तपाईँहरूको त्यो बजारमा आउँदाखेरि त्यो चाहिँ मासु पसलमा आएको खसी र हामीले कसरी खसी पालेका छौँ भन्ने फरक त तपाईँहरूले पाउनु नै हुनेछ। हाम्रा आउँदा श्रृङ्खलाहरू पनि तपाईँहरूले हेर्न नबिर्सनु होला। त्यतिन्जेलका लागि म कार्की विनोद तपाईँहरू समक्ष बिदा माग्छु। तपाईँको दिन शुभ रहोस्। हस्त नमस्कार।